स्टुडेन्टहरुले चाहिँ आफ्नो भाषा चाहिँ पास गर्नै पर्ने हामी रुल पनि बनाउँछौँ होला। जसै राई स्टुडेन्ट राई भाषा चाहिँ पास गर्नै पर्यो, तब म चाहिँ पास। अरु म्याथ्समा 100 मा 100 ल्याओस्, साइन्समा 100 मा 100 ल्याओस्, राई भाषा फेल फेल। जति पनि पढ्दै गरेको नानीहरुले कम से कम आफ्नो भाषा त सिक्नु पर्यो नि। तपाईहरुकोमा टिचर छ अनि टिचरको तपाईले सही है तपाईहरु उहाँलाई सही ड्युटी दिनुहोस्, तपाईले सिक्नुहोस्। तर तपाईले आफ्नै भाषा सिकेर भनेदेखि भोलि तपाईहरुले कसरी म चाहिँ यो जाति भित्र पर्छ कसरी भन्ने। राई स्टुडेन्टको राई विद्यार्थीहरुको संख्या हेरेर हामीले विभिन्न स्कुलहरुमा हामीले टिचर्सहरु एपोइन्टमेन्ट गर्यौं, शिक्षक शिक्षिकाको एपोइन्टमेन्ट गर्यौं। जस्तै एउटा उदाहरण दिन चाहन्छु तपाईको रानीपुल सिनियर सेकेन्डरी स्कुलमा, रानीपुल सिनियर सेकेन्डरी स्कुलमा हामीले राई टिचर हामीले त्यहाँनिर हेर्यौं, त्यहाँनिर राई स्टुडेन्टको इनरोलमेन्ट छ। हामीले टिचर एपोइन्टमेन्ट गर्यौं तर पढ्ने कोही पनि हुँदैन, किनभने छ तर पढ्नै मान्दैन। त्यसले गर्दाखेरि म आह्वान गर्न चाहन्छु, हाम्रो जति पनि अभिभावकहरूलाई पनि आह्वान गर्न चाहन्छु अनि विशेष गरेर अखिल सिक्किम किराँत राई संघलाई पनि म अपिल गर्न चाहन्छु, जति पनि पढ्दै गरेको नानीहरुले कम से कम आफ्नो भाषा त सिक्नु पर्यो नि। तपाईहरुकोमा टिचर छ अनि टिचरको तपाईले सही है तपाईहरु उहाँलाई सही ड्युटी दिनुहोस्, तपाईले सिक्नुहोस्। तर तपाईले आफ्नै भाषा सिकेर भनेदेखि भोलि तपाईहरुले कसरी म चाहिँ यो जाति भित्र पर्छ कसरी भन्ने। भनिन्छ नि, कहावत पनि छ, कुनै पनि जातिलाई मार्नु पर्यो भनेदेखि उसलाई मार्नु पर्दैन, व्यक्तिगत रूपमा नमार तर उसको भाषालाई खतम गरिदेऊ, जाति नै मर्छ भनिन्छ। जस्तै भोटिया भाषालाई मारिदेऊ, भोटिया मर्यो। किनभने भाषै बोल्नु जानेन कसरी भोटिया भन्ने। म तामाङ हो, म तामाङ कुरै बोल्नु जानेन भने कसरी तामाङ भन्ने। म नेपाली हो, नेपाली कुरै बोल्नु जानेन म कसरी नेपाली भन्ने। मर्यो नि त। त्यसले गर्दा कुनै पनि जातिलाई मार्नु पर्दैन, उसको भाषालाई मार्यो भने मरिहाल्छ भन्छ, यो कहावत छ। त्यसले गर्दाखेरि कम से कम तपाईले एडिसनल सब्जेक्टको रूपमा तपाईले आफ्नो आफ्नो भाषा लिदिनुहोस्। अब म जम्मै एसोसिएसनसँग सल्लाह गरेर हाम्रो मेरो दाहिने तर्फमा जम्मै एसोसिएसन जातीय संगठनका हाम्रा प्रतिनिधिहरू, अध्यक्ष उपाध्यक्ष जेनरल सेक्रेटरी उहाँहरू हुनुहुन्छ, उहाँसँग सल्लाह गरेर अब सबै जाति जुनै पनि कम्युनिटीको स्टुडेन्टहरूले चाहिँ आफ्नो भाषा चाहिँ पास गर्नै पर्ने हामी रुल पनि बनाउँछौँ होला। जसै राई स्टुडेन्ट राई भाषा चाहिँ पास गर्नै पर्यो, तब म चाहिँ पास। अरु म्याथ्समा 100 मा 100 ल्याओस्, साइन्समा 100 मा 100 ल्याओस्, राई भाषा फेल फेल। तर हाम्रो अहिले प्रविधि कस्तो छ भन्नुहोस् त, हामी अरूको चाहिँ जान्ने नजाने रट्छौँ, जाने नजाने रटेको अहिले जर्मन भाषा भन्नु छ, रटेको हुन्छ। जहाँ जर्मन जानु छ जान्दैन, लु भन्नुहोस् त। तपाईहरु जानुहोस् स्विजरल्यान्डमा के स्विजहरूले चाहिँ इङ्ग्लिस भाषा जान्दैन र? जान्दैन। उहाँले हामीभन्दा ज्यादा राम्रो जान्दछ उनले इङ्ग्लिस भाषा, तर कहिले पनि इङ्ग्लिस बोल्दैन। उहाँले खाली स्विस भाषा बोल्छ। हिजोअस्ति भर्खरै हाम्रो देशमा पुटिन साहब आउनुभयो, उहाँले के इङ्ग्लिस जान्दैन र उहाँले कहिले पनि बोल्नुहुन्न इङ्ग्लिस। त्यसरी नै आफ्नो भाषा संरक्षण हुन्छ। तर हामीले यहाँ भन्नुहोस् त, लोक कुनै पनि गुरुङ समुदायले गुरुङ स्टुडेन्ट तिमी गुरुङ भाषा चाहिँ सिक्नै पर्छ भने उसले सिक्दैन, बरु अर्कोको भाषा सिक्छ। उसले जान्ने नजाने बङ्गालीमा बोलिरहेको हुन्छ, हो किन? हामी चाहिँ आफ्नुलाई होइन पराईलाई आफ्नो बनाउन चाहन्छौँ। पहिला आफ्नुलाई आफ्नो बनाउनु, तब हुन्छ त पहिला। त्यसले गर्दा अब सबै समुदाय एसोसिएसन सल्लाह गरेर यदि सबैको सहमति भयो भने चाहिँ हामी चाहिँ जब भोटियाले भोटिया ल्याङ्ग्वेज पास गर्नै पर्ने, अब लिम्बूले लिम्बू ल्याङ्ग्वेज पास गर्नै पर्ने, राईले राई ल्याङ्ग्वेज पास गर्नै पर्ने, तामाङले तामाङ ल्याङ्ग्वेज पास गर्नै पर्ने, अनि गुरुङले गुरुङ ल्याङ्ग्वेज पास गर्नै पर्ने, नेवारले नेवार ल्याङ्ग्वेज पास गर्नै पर्ने एउटा हामी नोटिफिकेसन हामी निकाल्छौँ। त्यसो भयो भने मात्रै संरक्षण हुन्छ, तब मात्रै। नत्र हो भने अहिले त भाषा त बोल्दैन, कतिजनालाई थर पनि थाहा छैन। म सोध्छु सुब्बा त लिम्बू के थरी भन्दा थाहा छैन भन्छ, कतिले तामाङ के हो भन्दा के हो भन्दा तामाङ त हो, के तामाङ भन्दाखेरि के तामाङ हो।
त्यसले गर्दा यो आफ्नो परम्परा रीतिथिति भाषा वेशभूषालाई संरक्षण गर्न केही नियमहरू बनाउनु पर्ला है। अनि सरकारले त्यो प्रकार नियम बनाउनु अहिले तपाईलाई थाहा छ लु भन्नुहोस् त